फेरि रवि लामिछानेलाई भेट्न बुढा नीलकण्ठतिर सुधनले ठोके कुलेलाम। पद जोगाउनै मुस्किल, बालेनले पनि लिए लिखित स्पष्टीकरण। एकपछि अर्को विवादमा परेपछि राजीनामाको चर्को दबाव बीच गृहमन्त्री सुधन गुरुङ अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई भेट्न उनको निवास पुगेका छन्। विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी गरी सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन गुरुङ परेका छन्। यस्तोमा सुधनले पार्टी सभापति लामिछानेसँग उनको निवास बुढा नीलकण्ठ पुगेर छलफल गरिरहेका छन्। उक्त छलफलमा प्रधानमन्त्रीले समेत स्पष्टीकरण सोधेको अवस्थामा रविले सम्भवतः सुधनलाई निकास दिन सुझाव दिन सक्ने बताइएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पनि गृहमन्त्री गुरुङसँग लिखित स्पष्टीकरण सोधेका थिए। सम्पत्ति शुद्धिकरण मुद्दामा प्रहरी हिरासतमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालसँग गृहमन्त्री सुधन गुरुङले व्यावसायिक साझेदारी गरेको भन्दै चर्को विरोध जारी रहँदा प्रधानमन्त्री बालेनले गुरुङलाई स्पष्टीकरण सोधेका हुन्। प्रधानमन्त्री बालेनले प्रश्न उठेको भन्दै सुरुमा पद छोड्न गुरुङलाई भनेका थिए, तर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले भने सुधनलाई तत्काल राजीनामा नदिन भनेका थिए। त्यसपछि गृहमन्त्री गुरुङलाई स्पष्टीकरण सोधिएको स्रोतको भनाइ छ। गृहमन्त्रीको सचिवालयका अनुसार सुधनले प्रधानमन्त्रीलाई लिखित रूपमा स्पष्टीकरण बुझाइसकेका छन्। गृहमन्त्री गुरुङले सोमबार साँझ नै प्रधानमन्त्री समक्ष स्पष्टीकरण पेश गरेका हुन्। सुधनले शेयर किन्न विजय श्रेष्ठ नाम गरेका व्यक्तिसँग कर्जा लिएको पाइएको छ। सार्वजनिक भएको एक तमासुक अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर 1 बस्ने श्रेष्ठ बिरबल श्रेष्ठको नाति गुजेश्वरी श्रेष्ठका छोरा हुन्। उनी को हुन् भन्ने हालसम्म खुलिसकेको छैन, तर तमासुकको बेहोरामा समेत प्रश्न उठिरहेको छ। प्रधानमन्त्रीलाई स्पष्टीकरण बुझाएपछि गृहमन्त्री गुरुङले भ्रष्टाचार विरुद्धको कारवाही कुनै पनि हालतमा नरोकिने र नडगमगाउने भन्दै सामाजिक सञ्जालमा स्टाटस समेत लेखेका थिए। गृहमन्त्री गुरुङले राष्ट्रको सम्पत्तिमा आँखा लगाउनेहरू अहिले डराएर विभिन्न हल्ला र मिडिया ट्रायलमा लागेको आरोप लगाएका थिए। गृहमन्त्रीले पछिल्लो समय भ्रष्टाचार विरुद्ध सरकारले अघि बढाएको अभियानलाई लिएर फैलाइएका हल्ला र मिडिया ट्रायल प्रति कडा प्रतिक्रिया जनाएका थिए। उनले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिनाले जम्मा भएको रकममा आँखा गाड्नेहरू अहिले त्रसित भएको बताएका थिए। यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो विवाद र सम्पत्तिको स्रोत विषयमा उठेका प्रश्नहरूमाथि तत्काल उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न माग गरेको छ। गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका हुनु स्वाभाविक हो, कांग्रेसको विज्ञप्तिमा भनिएको छ। कांग्रेसले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभाव मुक्त बनाउनका लागि उपयुक्त वातावरण सुनिश्चित गर्नुपर्ने बताएको छ। गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया तुरन्त प्रारम्भ गरियोस्। यसमा हुने कुनै पनि ढिलासुस्ती, प्रभाव वा ढाकछोपले सुशासन र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेछ, कांग्रेसले भनेको छ।